जय मसीह सबैजनालाई। आशा गर्छु तपाईँहरू सन्चै हुनुहुन्छ होला। अनि यस भिडियोमा चाहिँ तपाईँहरूलाई धेरै स्वागत छ। अनि यस भिडियोको द्वारा चाहिँ हाम्रो परमेश्वरको महिमा भएको होस्। अनि आजको वचनको भाग रहेको छ मर्कुस 12:43 लाई आज हामी हेर्नेछौँ, जसको शीर्षक रहेको छ विधवाको भेटीको बारेमा, जसमा येशूले यस प्रकारले भन्नुहुन्छ, साँच्चै म तिमीहरूलाई भन्दछु, भेटी पात्रमा चढाउनेहरूमध्ये यस गरिब विधवाले सबैभन्दा बढी चढाए, किनभने सबैले आफ्नो प्रशस्तताबाट चढाए, तर यस स्त्रीले चाहिँ आफ्नो दरिद्रताबाट आफ्नो सारा जीविका नै अर्पण गरेकी छे। आमेन। यो त्यो समयको कुरा थियो जब यरुशलेमको मन्दिरमा आराधनालयको समयमा चाहिँ येशूले आफ्नो चेलाहरूसँग दृष्टान्तमा कुरा गर्दै गर्नुभएको थियो। अनि त्यहाँ चाहिँ धेरै व्यक्तिहरू थिए जो धनवान व्यक्तिहरू थिए, अनि सबैले चाहिँ धेरै धेरै धन परमेश्वरको भवनमा चढाइरहेका थिए, भेटी पात्रमा उनीहरूले हालिरहेका थिए। अनि ती धनी व्यक्तिहरूको साथमा एकजना गरिब बेसहारा विधवा हुन्छ, जससँग केही धन हुँदैन, तर उसँग सिर्फ 2 तामाका सिक्का अर्थात् 1 पैसा मात्र उसको पास हुन्छ। अनि ऊ चाहिँ एउटा गरिब हुन्छ, उसँग केही पनि हुन्न, उसँग जे पनि छ अनि उसले चाहिँ त्यही कुरा उसले परमेश्वरको भवनमा उसले चढाउँछ। अनि यो कुरालाई येशूले हेर्नुहुन्छ अनि भन्नुहुन्छ कि यहाँ हुनेले सबैले आफ्नो आफूसँग भए अनुसार, आफ्नो क्षमताको अनुसार चाहिँ उनीहरूले धेरै असल असल कुराहरू हालेका छन्, तर यस गरिब विधवाले चाहिँ आफ्नो जति पनि उसँग थियो उसले चाहिँ सबै कुरा यहाँ अर्पण गरेकी छे, परमेश्वरको भवनमा उसले चढाएकी छे भनेर येशूले त्यो कुरालाई हेर्नुहुन्छ अनि आफ्नो चेलासँग भन्नुहुन्छ। साँच्चै नै त्यो विधवासँग के थियो? उस विधवासँग केही पनि थिएन। ऊ एउटा विधवा थिए जसको श्रीमान थिएन, अनि ऊ एउटा विधवा थिए उसँग धन पैसाहरू केही पनि थिएन, अनि एउटा त्यो विधवा थिए जससँग केही स्रोतहरू, आय आर्जनको स्रोतहरू उसको पास थिएन, तर जो पनि थियो उसले सबै परमेश्वरको भवनमा उसले चढाएकी थिए। अनि त्यसको हृदयलाई हामी त्यसको हृदय कस्तो थियो? त्यसको हृदयलाई हामी हेर्न सक्छौँ कि उसको हृदय चाहिँ देनेवाला हृदय थियो, अनि उसको हृदय चाहिँ परमेश्वरप्रति समर्पित भएको हृदय थियो। किनभने त्यो व्यक्तिले दिन्छ सबै कुराहरू जो चाहिँ परमेश्वरको समर्पित ऊ हुन्छ, अनि त्यसले चाहिँ त्यो परमेश्वरको समर्पित भएर उसले परमेश्वरको भवनमा आएर उसले त्यो कुराहरू चढाउँछ, आफूसँग भएको सबै कुराहरू उसले चढाउँछ, आफूसँग उसले केही पनि राख्दैन। अनि त्यो विधवाको जीवनबाट हामी यही सिक्न सक्छौँ कि दिने व्यक्तिलाई चाहिँ परमेश्वरले हेर्नुहुन्छ। किनभने अब त हामीसँग केही पनि छैन, तर हामीसँग केही न केही कुराहरू छ होला जसले एउटा गरिबलाई मद्दत हुनसक्छ, या फिर एउटा सानो सानो कुराहरू हुनसक्छ जससँग छैन उसलाई मद्दत हुनसक्छ। किनभने हामीले सिर्फ धन पैसाहरू धेरै ठुलो ठुलो कुराहरू मात्र होइन, तर हामीमा सानो सानो कुराहरूलाई पनि हाम्रो परमेश्वरले हेर्नुहुन्छ। हामीले गुप्त तरिकाले दिएको, आफ्नो मुट्ठी बन्द गरेर दिएको कुराहरूलाई पनि हाम्रो परमेश्वरले हेर्नुहुन्छ। हामी यस विधवाको भेटीबाट हामी यही सिक्न सक्छौँ कि त्यहाँ धेरै व्यक्तिहरू थिए जसले लाखौँ कुराहरू चढाइरहेको थिए, हजारौँ चिजहरू उनले दिइरहेका थिए, तर उस विधवाले चाहिँ 2 तामाको सिक्का मात्र उसले चढाउँछ, अर्थात् 1 पैसा मात्र उसले चढाउँछ। अनि ऊ चाहिँ येशूको नजरमा आउँछ, किनभने येशूले सबै कुराहरूलाई हेर्नुभएको थियो। साँच्चै नै हाम्रो परमेश्वर चाहिँ सानो सानो कुराहरूलाई हेर्नेवाला परमेश्वर हुनुहुन्छ, सानो सानो कुरालाई जान्नेवाला परमेश्वर हुनुहुन्छ। हाम्रो परमेश्वरले धेरै ठुलो रकम हेर्नुहुन्न, तर दिने व्यक्तिको हृदय हेर्नुहुन्छ। साँच्चै नै हामी यस विधवा स्त्रीबाट चाहिँ हामी यही सिकौँ कि हामी चाहिँ सानो कुरा दिए तापनि हामी असल तरिकाले खुसी मनसँग अनि समर्पित मनसँग हामी दिन सकौँ। यो तपाईँ र मेरो लागि यो वचन हो जसमा चाहिँ यस विधवाको स्त्रीले चाहिँ हामीलाई सिकाउँछ। यसले चाहिँ हामीलाई एउटा दिने हृदय हामीलाई सिकाउँछ, एउटा शान्त मन भएर, एउटा परमेश्वरमा समर्पित भएर दिने हृदय चाहिँ यस विधवाको स्त्रीले हामीलाई सिकाउँछ। साँच्चै नै हामीलाई यो सिक्न धेरै जरुरत छ, अनि हामी सबैको लागि यो वचन होस्, अनि हाम्रो जीवनमा चाहिँ प्रभुले यसरी नै हाम्रो जीवनमा काम गर्नुभएको होस्। यस स्त्रीको जसरी हाम्रो जीवनमा प्रभुले हामीलाई हृदय दिनुभएको होस् भन्ने म चाहन्छु। सबैजनाले जय मसीह। आमेन।